Again back to my long vlogमा हो अङ्कलजीले के भनिरहनु भएको छ कि नसुनौँ है होइन यो भनेको चाहिँ हाम्रो झापा दमक बडागी नजिकैको भैया अङ्कलजीले चाहिँ बिग फेसको कटिङ कसरी गर्नुपर्छ र कुन स्टाइलले गर्दाखेरि चाहिँ पिस धेरै र धेरै मजाले कट हुन्छ भन्ने कुरा चाहिँ आज म मेरो साथीहरूलाई देखाउन गइरहेछु। उहाँको नाम चाहिँ जुके खाडलबाट आउनुभएको तिते कान्छाको नाति अरे जमुनाइदेखि यहाँ बेडाकी अगाडि नै बसेर माछा काट्नु भएको हेर्नुहोस् कसरी काट्नु आमा यत्रो ठुलो छ र पनि उहाँले काट्न सक्नुहुन्छ जमुनादेखि काटिरहनु भएको मान्छे हो 40 वर्ष भयो भन्दै हुनुहुन्छ अब मैले रेकर्डिङमा मेरो साउन्डमा त्यो लाएँ है यस्तो छ कटाइ सट पिस निकाल्नु पर्ने हुन्छ काट्यो माथिको भाग छुट्टै मुनिको साटो भुडी निकालेर चाहिँ यहाँ फेर्ने क्रममा आइसकेको छ ल हेर्नुहोस् त सर्ल्याम गरेर काट्छ नि अङ्कलजीको कटाइ चाहिँ हेर्नुहोस् है ल पिस हेर्नुहोस् पिस एकदम मेसिनले काटेको जतिकै छ च्यास 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 ल त एउटै साइज पनि त्यो कुनै ठुलो कुनै सानो छैन 40-50 वर्षको माछै काटेर बाँच्नुभएको अङ्कलजी उहाँ है जुके खाडलबाट हो जिन्दगी नै जुके खाडलबाट आइसक्नु भएपछि चाहिँ नेपाल दमक झापा बेलडाकी नजिकैमा बसेर चाहिँ माछै काटेर मात्रै जीवन जिउने मान्छे उहाँ हुनुहुन्छ थ्याङ्क यू एन्ड वेलकम ब्याक अगेन माई लङ ब्लगमा है सबैजनालाई लाइक कमेन्ट एन्ड सेयर चाहिँ गर्न नभुल्नु होला अरू पनि यस्तै यस्तै ब्लगहरू लिएर आउने बाचा गर्दै अहिले चाहिँ टाढिन्छु धन्यवाद।